So hello guys, welcome back to another special video with a special friend Pawan Bhandari aka Kale Panda. So right now आज मेरो लागि एकदमै स्पेशल डे हो हैन होइन होला के हो किनकि विदेशमा आएर फर्स्ट टाइम स्यालेरी थापेको मैले Oh my god wow एन्ड तपाईहरुलाई देखाउने छु मेरो स्यालेरी चाहिँ कति आयो भनेर हैन अच्छा तपाईले हेर्न सक्नुहुन्छ मेरो स्यालेरी चाहिँ यति आएको छ It's like normal 597 euro आएको छ स्यालेरी ओके यसमा चाहिँ मेरो स्यालेरी टोटल कति हुन्थ्यो नि 650 अराउन्डमा हुन्थ्यो होला हैन तर किनकि मैले चाहिँ एडभान्स लिइसकेको थिएँ क्या 50 रुपैयाँ पहिले बस कार्ड बनाउनको लागि र के गर्नको लागि लिएको थिएँ सो त्यही कट भएर 597 चाहिँ आएको छ हातमा सो ठिकै छ स्यालेरी 600 रुपीस थियो त्यसमा नि एडभान्सको कट गरेर 597 पाउनु भनेको त एकदमै राम्रो हो नि हैन र सुरुको स्यालेरी बात त सही है सो खासै धेरै केही एक्सपेक्ट गरेको छैन अनि स्यालेरी अब आउनु त आयो स्यालेरी खुसी पनि लाग्यो हैन तर त्यही माथि दुःखको कुराहरू पनि छ क्या किनकि अब यो 600 मा के गर्ने कसो गर्ने भन्ने कुराहरू पनि आउँछ क्या किनकि तपाईलाई पनि थाहा होला हैन अब विदेशमा आएपछि स्यालेरी मात्रै आएर मात्रै हुँदैन अब तपाईले आफूलाई छुटाउनु पर्यो खाना खाजाहरू के हुन्छ हैन एक्सपेन्सेस एक्स्ट्रा एक्सपेन्सेस के गर्ने हो त्यसमा छुटाउनु पर्छ अब त्यो सबै छुटाएर नेपालमा पैसा पठाउन चाहिँ कति सकिन्छ भन्ने कुरा आउँछ क्या सो अब हेर्ने छु 1-2 दिन घरमा स्यालेरी पठाउँदिन एक्सपेन्सेस कतिको निस्किन्छ हैन के हुन्छ त्यो तपाईहरुलाई भन्ने छु ओके र त्यसपछि रिमेनिङ कति हुन्छ र घरमा आफ्नो फर्स्ट स्यालेरी विदेशमा कमाएको आमालाई पठाउने हुन्छ नि कति सकिन्छ त्यो देखाउने छु सो यो त भयो मेरो आजको खुसीको कुरा स्यालेरी हैन तर अर्को दुःखको कुरा पनि छ क्या दुःखको कुरा चाहिँ के हो भने हैन अब विदेशमा आयो बारिस्टामा काम गर्यो क्याफे नेरोमा हैन अनि त्यसमा चाहिँ के हुने रहेछ भने अब एक्जाम हुने रहेछ क्या अनि एक्जाम चाहिँ अब दिनको लागि जब 4 दिन बाँकी छ सो अब एक्जामको लागि प्रिपरेसन गरौँ कि भ्लग बनाउनु कि हैन अनि आफूलाई टाइम दिनु कि सुत्नु उठ्नु सब गाह्रो छ क्या सो अब हैन अब बिस्तारै एक्जामको लागि प्रिपरेसन गर्नुपर्ने छ किनकि केही गर्नुपर्ने छ विदेशमा आएर हैन सो त्यसको लागि अब अलिकति भ्लग ढिलो चाँडो होला आउला नआउला हैन केही छैन तर तपाईहरु चाहिँ साथ दिनु होला मद्दत गरिदिनु होला अगाडि बढ्नको लागि हैन म चाहिँ तपाईहरुको मायाको पर्खाइमा छु क्या तपाईहरुले जति माया देखाउनुहुन्छ मलाई त्यति मोटिभेट्स हुन्छ अगाडि बढ्नको लागि त्यति मेहनत गर्नु मन लाग्छ हैन सो तपाईहरु माया गरिदिनुस् म आफ्नो मेहनत जारी राख्ने छु क्या सो हेर्दा हेर्दै अब विदेशमा आएर 1 महिनाको स्यालेरी पनि थाप्यो हैन आशा छ यसै गरी अर्को महिनाको स्यालेरी पनि थापौँ झन् धेरै थापौँ झन् धेरै मेहनत गरौँ भन्ने चाहिँ आफ्नो सोच छ अब केही छैन अब सुरुमा 597 हातमा आएको छ सेकेन्ड मन्थ 650 आओस् अर्को महिना 700 आओस् हैन त्यसरी नै मेहनत गर्दै बढ्दै जाओस् आफ्नो मेहनत चाहिँ गरिराख्नु पर्यो सो आजको भ्लगमा चाहिँ मेरो दुःख सुखको कुरा सुनाउँछु भनेर भ्लग बनाएको थिएँ हैन तर दुःख त खासै केही पनि छैन हैन नर्मल दुःखै हो अब एक्जाम दिनुपर्छ भनेर अब त्यो एक्जाम त नेपालमा पनि दिएकै हो तर त्यहाँ चाहिँ अलिकति मेहनत गरे भए राम्रो ठाउँमै अलि ठुलो ठाउँमै अलि धेरै पैसा कमाउने ठाउँमा पुग्थ्यो होला क्या अब पढिएन मेहनत गरिएन हैन पढ्ने बेलामा यताउति हल्लियो हिँड्यो अनि दुःख पाइयो अनि साइप्रस आइयो भन्नु त मिल्दैन साइप्रस पनि राम्रो भाग्यले नै लिएर आयो किनकि कति मान्छेहरू त खाडी मुलुकमा गएको छ हाम्रो भन्दा धेरै मेहनत गर्नु परेछ हैन आफूले त त्यस्तो पराएन नि त त्यही भएर नि अलिकति खुसी लागिरहेछ अनि जति मेहनत गर्नुभयो मम्मीले पैसा जम्मा गर्नुभयो हैन अनि मलाई यहाँसम्म पुर्याउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद जति तपाईको तारिफ गर्न खोजे पनि तारिफ गर्न सकिन्न हैन मुखमा वर्णन छैन क्या तपाईको लागि अनि त्यसैले अब सकेसम्म धेरै मेहनत गर्नेछु तपाईको लागि अब
सकेसम्म ऋण चाँडो तिरेर होइन के गर्छु भनेर बसिरहेको छु। सो त्यो इच्छा चाहिँ मेरो चाँडै पुरा होस्। सो त्यो दुःखको कुराहरू भनेको यस्तो उस्तै हो होइन। अब आज चाहिँ म फेरि यहाँनिर समुद्रको बाटो आज अब फेरि यहाँ समुद्र नहेरिकन कसरी जानु होइन। देख्ने बित्तिकै पौडी खेल्नु मन लाग्छ होइन होला के हो। तर के गर्नु, छुट्टी टाइममा छैन। के कस्तो छ, एक दिन छुट्टी हुन्छ यताउति उति गरेर सकिन्छ। पानीको छाल पनि कस्तो बाक्लो छ हेर्नुहोस् त। ल अनि सक्छ र अनि अब मान्छेहरू विदेशमा होइन, अब मान्छेहरू विदेशमा यो छाल हेर्नलाई आउँछ, घुम्नलाई आउँछ होइन। हामी चाहिँ काम गर्न आएर पनि हेर्दा पाइरहेको छौँ क्या, त्यो चाहिँ अलिकति खुसी लाग्छ। कामकै छेउमा छ होइन, यसो बाटो 2 मिनट पनि पर्दैन हो, 1 मिनट अलिकति त्यहाँबाट माथि हिँड्ने बित्तिकै समुद्रकै छेउमा पुग्छ। त्यसको लागि चाहिँ अलिकति खुसी नै छु। काम पनि राम्रै ठाउँमा परेको छ होइन, दुःख गरेको पनि त्यस्तो खासै इफेक्ट अनुहारमा पानी पनि के साह्रो हो, दुःख गरेको पनि खासै फिल हुँदैन क्या। पुरै नेपाली केटाहरू छ, सबैजना रमाइलो छ होइन। अब त्यस्तो विदेशमा आएर मेहनत गरेको जस्तो फिल पनि हुँदैन क्या। जस नेपालमै बसेको तर अलिकति परिवारबाट चाहिँ टाढा भएको जस्तो मात्रै फिल हुन्छ क्या, त्यति मात्रै छ, अरू केही छैन। सो गाइज आजको मेरो भ्लग चाहिँ यति नै हुनेछ होइन। यो चाहिँ मेरो अलिकति खुसीको कुरा तपाईँहरूसँग सेयर गरौँ भनेर चाहिँ भ्लग बनाएको हो, सानो मिठो होइन। अनि अब केही नयाँ कुरा लिएर आएर नयाँ भ्लगमा आउनेछु। आजको लागि यति नै। कृपया माया देखाइदिनु होला, सपोर्ट गरिदिनु होला। यदि भन्दै म आज यहाँबाट बिदा लिन्छु, शुद्ध नेपाली बोलिदिएको के कसो हो। ल धन्यवाद, थ्याङ्क यू फर वाचिङ माई भिडियोज है। किप लाइक एन्ड सब्सक्राइब एन्ड किप सपोर्टिङ फर मी। आई विल डु माई बेस्ट भनेर इङ्ग्लिसमा नि भन्न आउँछ अलिअलि। यही भनेर 3 करोड जनतालाई साक्षी राखेर टाटा बाई बाई।